हेलो हजुर सबैजनालाई टस्टीले शुभ प्रभात गुड इभिनिङ भन्दै फेरि तपाईँहरू सबैजनालाई एउटा सानो मेसेज जानकारी दिनु चाहे सम्पूर्ण मेरो भ्यालुजहरू सबैजनालाई लागि यो चाहिँ जति पनि मलाई हेरिदिनु हुने मलाई माया गरिदिनु हुने सबैको लागि सानो एउटा भिडियो तपाईँलाई म दिनु चाहे है। अन्त फर्स्ट अफ अल तपाईँलाई म भन्नुपर्दाखेरि है आज हाम्रो धेरै पुरानो गुम्बामा सोरेङ वेस्ट सिक्किममा पुगिसकेको छु म चाहिँ तपाईँलाई हिजो है। अन्त आजको पूजाहरू चाहिँ धेरै अब बेलुका धर्मपाला स्वर्ग पूजाहरू चाहिँ कंस पूजाहरू अब सबै सकिसक्यो। भोलि चाहिँ हामी यहाँ भन्नुपर्दाखेरि है बुम पर्नेछ यो गाउँ गुम्बामा बुम परेर अन्त हाम्रो टिप्टेन बौद्ध भाषामा भन्नुपर्दाखेरि छुपा भोलि चाहिँ चुसुम हो है 13 गतेदेखि चाहिँ 15 गतेसम्म चाहिँ हाम्रो यहाँ पूजा हुनेछ। अन्त छुपा चौहामा चाहिँ लास्ट डेमा चाहिँ वाङ हुनेछ। अन्त छुतेन गरिम्बुची पाल्नु हुँदैछ। तपाईँ सबैजना आइदिनुहोस् दर्शन गुरुको दर्शन लिइदिने त्यहाँदेखि तपाईँ सबैजनालाई किन भन्दाखेरि ठुलो एकदम भव्य रूपले स्वागत गर्नेछ है। तपाईँ सबैजना आइदिनुहोस्। अन्त आज चाहिँ हामी तोर्माहरू सबै बनाइसकेर यतातिर भयो। अन्त हामीहरू अहिले चाहिँ पूजा गरिसकेर अब तपाईँले सानो एउटा म्यासेज दिनु चाहे मलाई भन्नु मन पऱ्यो। त्यहाँदेखि तपाईँलाई मैले सानो एउटा म्यासेज दिनु मन पऱ्यो। साथसाथमा तपाईँहरूलाई अब शारदामा यो महिना चाहिँ एकदम महत्त्वपूर्ण महिना हो भन्ने गरिन्छ। किन भन्दाखेरि 12वटा लीलामा चाहिँ यो 4टा लीला चाहिँ बुद्ध भगवान्ले यो महिनामै गर्नुभएको भन्ने गरिन्छ। किन भन्दाखेरि हामीले अब बुमहरू पढायो भने है यो टाइममा मनी बजारहरू गऱ्यो भने हाम्रो गाउँघरलाई राम्रो हुन्छ है। सुख समृद्धि धेरै कुरा राम्रो हुनेछ। झैझगडा नहुने महामारी नहुने अन्त यस्तै पाराले हाम्रो धेरै कुरा राम्रो हुनेछ। किन भन्दाखेरि हामी जति सक्दो हामीले राम्रो काम गर्नुपर्ने हुन्छ। अन्त हामीले मेन चाहिँ हामीले दान पुण्य राम्रो गर्नुपर्छ। किन भन्दाखेरि यो महिनामा चाहिँ दान पुण्य गऱ्यो भने एकदम ठुलो हामीले गर्ने मान्ने गरिन्छ। त्यसै गरेर हामीले यो जति पनि अब यो महिनामा चाहिँ है अब बुद्धले ज्ञान प्राप्त गर्नुभएको हो। अन्त बुद्ध गयामा ज्ञान प्राप्त गर्नुभएको बुद्धि ज्ञानहरू सबै प्राप्त गर्नुभएको यो महिनामै हो। त्यसै गरेर बुद्ध भगवान्ले है अब हाम्रो बुद्ध भगवान्ले के भन्दाखेरि परिनिर्वाण भएको नि यो महिनामा हो। त्यसै गरेर हामीले यो महिना धेरै ठुलो मान्ने गरिन्छ साकदावा चाहिँ है। त्यसै गरेर हामीले टाइम पाउँदाखेरि घरिघरि टाइम वेस्ट नगर्ने हामीले मिलो रिम्बुजीको जुनी पायो भने नि हामीले राम्रो काम गर्नुपर्ने हुन्छ। त्यसै गरी यो बुमहरू पऱ्यो भने चाहिँ अब गाउँघरमा झैझगडा नहुने महामारीहरू नहुने काटमार नहुने धेरै कुरा दिन हामीलाई काम गर्ने गरिन्छ। त्यसै गरेर हामीले पूजाहरू गर्दाखेरि अब यो सुन्दाखेरि पनि तपाईँले पढ्नु जानेन भने पनि यहाँ आएर गुम्बामा लामाहरू पढ्दाखेरि बुमहरू पढेको सुन्यो भने नि धेरै ठुलो हामीलाई फाइदा छ है। त्यसै गरेर हामीलाई यस्तो टाइम पाउँदाखेरि कुराहरू गर्ने पढेको सुन्ने अझै पढ्नु जाने भने एकदम राम्रो हो कति उत्तम होइन। त्यसै गरेर यो महिना चाहिँ एकदम उत्तम महिना पनि भन्ने गरिन्छ। त्यसै गरेर तपाईँ सबैजनालाई यो सानो मेरो म्यासेज बडाखोपदेखि तपाईँलाई दिइरहेको छु वेस्ट सिक्किमबाट। म चाहिँ अहिले वेस्ट सिक्किमबाट तपाईँलाई यो सानो म्यासेज हजुर सबैजनालाई सर्वमङ्गलम तस्यो सर्व